हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज भर्खरै क्याफे जाँदैछु, त्यो पनि बहिनीको आमदा हस्पिटलबाट एउटा सानो एउटा ग्रुप आउँदैछु ल नाना भनेर फोन गरिसकेपछि म चाहिँ हतार हतार उठेर क्याफे जाँदैछु। अनि यो चाहिँ बेलडाङ्गी रोड भन्छ यसलाई चाहिँ, हामी चाहिँ जाँदैछौँ। हाम्रो क्याफे चाहिँ आइपुगिसक्यो र म चाहिँ झरेर आफ्नो गन्तव्यतिर लागेँ। अनि मेरो हस्बेन्डले चाहिँ मलाई यहीँ छोडिराखिदिनु भएर म चाहिँ कहाँ जानुभयो अनि म चाहिँ क्याफेतिर लागेँ। म चाहिँ जाँदैछु। यो चाहिँ हाम्रो बोर्ड रहेको छ, फर्स्ट तल्लामा चाहिँ हामीले यो बोर्ड राखेको छौँ। हामीसँग चाहिँ लिफ्ट पनि छ, तर एक तला मात्रैमा के लिफ्टबाट जानु भनेर म चाहिँ हिँड्दै जान्छु। अब चाहिँ क्याफे आइसकिसकेँ। हेर्नु न, कस्टमरहरू बसिराख्नु भएको रहेछ। अनि धमाधम मेरो बहिनीहरू पनि काम गरिराखेको रहेछ। भन्दै ठ्याक्कै हाम्रो बहिनीहरू चाहिँ आइपुगिसकेको थियो। बसेर उहाँहरूसँग थोरै गफ, अनि त्यसपछि मेनु हेराएर चाहिँ हामीले अर्डरहरू लिन थाल्यौँ। ऊ चाहिँ मेरो क्युट बहिनी हो है। अनि यता चाहिँ मलाई हेरिराख्नु भएको रहेछ, क्यामेरामा म पनि आउँछु भनेर हतार हतार चस्मा लगाएर पोज दिँदै हुनुहुन्थ्यो। अर्को पनि बहिनीले म आइन होला नि त भनेर हेरिराखेको थियो। अनि एकदमै राम्रो बहिनीहरू, एकदमै राम्रो बहिनीहरू छ हाम्रो आमदा हस्पिटलको। नर्सहरू एकदमै राम्रो पनि छ। उहाँहरू चाहिँ सल्लाह गर्दै हुनुहुन्छ के खाने भनेर, अनि हाम्रो बहिनीले चाहिँ अर्डर टिप्दै हुनुहुन्छ। र हाम्रो अर्डर निस्कियो। अब चाहिँ पहिला चाहिँ उहाँहरूलाई किमा नुडल्स सर्भ गर्दैछौँ। त्यसपछि आएको छ उहाँहरूको फेभरेट फ्राई मोमो। अनि यता चाहिँ फेरि तातो झोल मोमो रेडी भइरहेको छ, त्यो पनि बहिनीले लगेर गइसक्यो। अब यति बेला चाहिँ खानासाना सबै खाइसकेर चाहिँ बहिनीहरू आफ्नै तालमा सबैजना टिकटक बनाइरहेको थियो। एकदम रमाइलो बहिनीहरू छ। त्यसपछि अर्डर कम्प्लिट। अनि हामीले बहिनीहरूलाई सानो एउटा भिडियो मार्फत नै हामीलाई फिडब्याक दिनुहोस् है भनेर मैले एउटा सानो भिडियो बनाएको छु। सबैजनाले खाना कस्तो भयो फिडब्याक दिउँ त लु। के मन पर्यो? यता छेउमा के मन पर्यो? थ्याङ्क यू।